सबैजनामा नमस्कार। तपाईलाई थाहा छ स्मार्ट जीकेले पहिलो पटक 2075 सालमा अनलाइन कक्षा गर्दा राष्ट्रिय वाणिज्य ब्याङ्ककै कक्षा गराएको थियो। 75 को विज्ञापन जुन चैत्रमा भयो। त्यति बेलादेखि निरन्तर रूपमा राष्ट्रिय वाणिज्य ब्याङ्कको कक्षा चल्दैछ र यस पटकको विज्ञापनलाई मध्यनजर गर्दै नयाँ कक्षा कार्तिक 25 गतेदेखि सुरु हुँदैछ। जम्मा 12,000 मा सहायक प्रबन्धक फुल सिलेबस पढाउँछ। या सिलेबस चेन्ज होस् तपाईलाई मतलब भएन, स्मार्ट जीकेले निरन्तर पढाइ राख्नेछ। आज कक्षा जोइन गर्नुभयो भने 30% छुट पाउनुहुनेछ, जसको लागि व्हाट्सएपमा मेसेज र फोन कल गरेर कमेन्ट बक्समा आइ एम इन्ट्रेस्टेड लेखेर नम्बरमा कल गरेर कक्षा लिन सक्नुहुनेछ। एउटा कुरा म भन्छु, यहाँनिर लेभल 4 को नयाँ सिलेबस आयो कम्बाइन्ड वेमा। त्यसको दोस्रो पत्रको नमुना प्रश्नपत्र मैले बनाएर राखेको छु। त्यसको सिलेबस तपाईले हेर्नुहुन्छ भने त्यहाँ एउटा कर्मचारी विनियमावली 2070 लेखिएको छ। अर्थात् अबको विज्ञापन हुँदा पनि 2070 नै पढ्नुपर्छ। सो कर्मचारी विनियमावली चेन्ज नहुने कुरा भने जस्तो लागेको छ मलाई त्यो सिलेबस हेरेर। हो भने पाँचौं तहको पनि विज्ञापन खुल्छ। तसर्थ यदि तपाई यस पटक ब्याङ्किङ तर्फको तयारी गर्ने सोचमा हुनुहुन्छ र संगठित संस्थानको पनि परीक्षा दिनु भएन भने पनि पाँचौं तहमा त फारम भर्न पाउनुहुनेछ। सो राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईको बेस्ट हुनेछ। यसैलाई मध्यनजर गर्दै कार्तिकको 25 गतेको कक्षा जोइन गर्न सोच्दै हुनुहुन्छ भने तुरुन्त व्हाट्सएपमा मेसेज र फोन कल गरेर कक्षा जोइन गरिहाल्नु होला। यति भन्दै तपाईहरु माझबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद।